यो हेर्नु यो कुवेतमा केटी बेटी मान्छे हो है उतार गर्ने अला छोरी कामै गरेन पुलिस आउँछ ओइ कस अहिले सर्वप्रथम त मेरो हाम्रो यो युए हाम्रो कुवेतमा भएको प्रतिनिधि है राधा मोक्तानज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको मार्फतबाट पनि उहाँको चेलीको मम्मी चाहिँ जोडिन आएको हाम्रो संस्था महासङ्घमा चाहिँ र अहिलेको स्थिति हेर्दाखेरि हाम्रो चेलीलाई उहाँ बहिनीले पनि धेरै ठुलो है यो चाहिँ धेरै ठुलो सहयोग है हेर्दा चाहिँ सानो देखिन्छ अरू लुगा दिएको होइन तर अर्काको देशमा नेपालमा आउँदा यस्तो ड्रेसमा आउनु भनेको त नराम्रो कुरा हो नि त होइन यो एउटा हेर्दा पो एउटा सानो लुगा तर शरीर त ढाकेको छ नि उहाँको त हेर्नु त च्यातेको छ पाल पर्छ जुन ठाउँमा देख्नै नहुने हुँदै नहुनु पर्ने ठाउँमा त्यो ठाउँमा पाल छ कि त्यो स्थितिमा आएको छैन उहाँको त अब धेरै नै बेइज्जती हुन्थ्यो होला र यो दलालहरूलाई चाहिँ म के भन्छु भने मैले अस्ति त्यति पिटेन मैले घोडा ठ्याक मात्र लगाएको हो होइन हाम्रो चेलीलाई पिटेको मात्र मानसिकता चाहिँ धेरै दिएको छ तपाईँले उहाँको फेसमा हेर्नु धेरै डराएको यत्रोबाट डराएको छ कि उहाँ अब त जस्तो भन्छ नि अगुल्टोले हानेको बिरालो बिजुली चाहिँ तर्सिन्छ भन्दै नि अहिले उहाँ यो अवस्थामा छ कि उहाँलाई कसैले पिट्नै पर्दैन कसैले केही भन्नै पर्दैन कि अरूलाई कराएको भन्नु उहाँ तर्सिन्छ कि अब चाहिँ कि त्यस्तो अवस्था बनाएर हाम्रो चेलीलाई पठाएको छ है उहाँ त अस्ति नै हामी लग्यो चौकीमा बुझायो है चौकीमा बुझाएर तारिकमा छोडेको छ है उहाँले के सुझाव दिनुभयो पहिला आफ्नो मान्छे झिक्यौँ त्यसपछि कानुन प्रक्रियाबाट जाउँला भन्ने कुरा भएको छ अब हाम्रो चेली आएको छ होइन अब उहाँ पनि जान्छ हामीले मात्र सुन्यो हामीले मात्र गरेर ल यो फलानालाई चाहिँ मानव बेचमा चाहिँ समात्न पऱ्यो भने हामीले भनेर मात्र हुँदैन उहाँहरूको लागि हामी जुतेको उहाँहरूको लागि हामी लडेको छौँ भने उहाँहरू पनि त्यहाँ गएर सम्बन्धित ठाउँमा गएर उहाँले एउटा उजुरी दिनुपर्छ कि त्यहाँदेखि कि उहाँले अघि नै त्यत्रो भन्नुभयो चेलीले के गर्यो उहाँको पिर त उहाँलाई थाहा छ हाम्रो यो बहिनी उता कुना बसेर रोएको छु म यता बसेर रोएको छु होइन हामी फ्रन्टमा त आएको थिएन त्यो बेलामा जो राम्रो काम गरेर अब के अरे सबै सकाएर आएको चेली त त्यहाँ बसेर बहिनीको पीडा दिएर रोयो भने हामी चाहिँ कस्तो रोयो त्यो दलालले हामीलाई धम्की पनि दिएको छ त्यो दल के सोनिया परियार भन्नेले भिडियो डिलिट गर्ने त्यसलाई सुत्त कारवाही गर्ने हो त्यो पनि दलाल हो त्यो दलालको पक्षमा बोल्यो त्यो दलालै हो त्यसलाई पनि भेट्यो त्यसलाई पनि यसरी नै घिसारिन्छ तालबाट खुट्टा सुट्टा बाँधिन्छ केस लगाइन्छ यति हो र हाम्रो चेलीको के छ पैसा दिएको छैन पैसा यति दिएको छ रसिद देऊ पैसा पठाएको मोबाइल दुइटा छ मोबाइल पठाउनु पर्यो होइन अहिले गएर उहाँको सबै चेक हुन्छ शरीर चेक सब हुन्छ त्यसपछि उहाँ बहिनीलाई अलिकति रेस्ट हुनु पनि पर्छ होइन तत्काल हामी जान्दैन ब्युरोमा त अब अस्ति मानव बेच्ने ब्युरोमा त अस्ति नै हामीले पहिला नै भनेको छु त्यो लामो त होइन आएपछि गरौँला भन्ने कुरा पनि भएको छ उहाँ 1-2 दिन अलिकति रेस्ट गर्छ तर उहाँहरू पन्छिन भएन यति कुरा हो यो दलाल एउटालाई छोड्यो भने ऊ छाती फुलाएर हिँड्छ त्यो दिनमा 4-5 वटा केटी त त्यही घरबाट निस्केको हामी त केही प्रुफ छैन हामी समात्ने पनि स्थिति पनि थिएन त्यो बेलामा होइन अब अहिले उहाँहरू पन्छिन भएन यति कुरा हो उहाँले त्यो दलाललाई छोड्नु भएन केस हाल्नु पर्छ के नामले देशको धनबहादुर परिवार म त मोरे पनि छोड्दिन यो छोड्यो अस्ति चाहिँ छोड्यो यो भिडियो डिलिट गर्नु किन भिडियो डिलिट गर्ने हामी जोसुकै आओस् जस्तो सुकै आओस् अगाडिबाट पछाडि नआऊ होइन जतिसुकै आओस् तिनीहरू दलालसँग जुझ्ने हो यो चेली मात्र होइन हाम्रो नेपालको सबै चेली मात्र हामी नेपाल दाजुभाइलाई हामी ज्यान दिएर लड्नेछौँ यस्तो दलाललाई चाहिँ धेरै होसियार गरेर हिँड्नुपर्छ र सेटिङमा पनि अलिकति ध्यान दिनुपर्छ भन्ने कुरा हो होइन उहाँ तपाईँहरूले जे पाउनु थियो त्यो पाइसक्नुभयो अब मिलिमहत्त्वमा गएर हुँदैन किन फेरि पनि लफारे नै गर्नु किन मिलिमहत हाम्रो एउटा चेली अहिले बेचेको छ उसलाई छोड हान्ने गोरुलाई छोड्यो भने त उसले त जलाम नै हान्दै हिँड्छ नि बाँध्न पऱ्यो नि 10-20 वर्ष जेलमा हाल्छौँ न हाम्रो कमिसको 50 वटा चेली त बच्छ बेच्नेबाट यस्तो यातनाबाट त बच्छ यहाँ हेर्नु न हेऱ्यो भने डिप्रेसन जस्तो देख्छ अहिले यहाँ तपाईँले यो उहाँको त्यसो फोकस गर्नु त उहाँले कामिरहेछ
एउटा खाउँ भन्दा खान पनि सक्दैन भन्ने अवस्था छ भने हामी त्यस्तो दलाललाई छोड्छौँ त हामी कारबाही गर्नुपर्छ। हामीले यो के अरे 2 दिन के 7 तारिकमा छोडेको होइन त तपाईँलाई त्यहाँ भनेर 7 तारिकमा आएपछि केस हाल्नु होइन आएर केस हाल्यो तपाईँले पनि पछि हट्नु केस हाल्नुपर्छ हाल्ने मात्र गर्नु तपाईँले गर्नु यदि तपाईँले पनि पछाडि हट्यो भने तपाईँको आफ्नो चेलीको मात्र अनुहार हेर्नु हाम्रो देशको चेलीको अनुहार हेर्नुपर्छ तपाईँले त्यसलाई जसरी पनि कर्करामा ल्याउनुपर्छ त्यसलाई मानव बेचमा चाहिँ केस हाल्नुपर्छ। दिदी अब तपाईँको साथमा 2 जना व्यक्तिले जसरी एउटा साथमा साथ दिइरहेको छ आत्मैदेखि चाहिँ एउटा आमा भएको हिसाबले र छोरीलाई पीडा भएको हिसाबले के भन्न मन लागेको छ केही छ गुनासो तपाईँलाई? गुनासो एजेन्टको कि होइन तपाईँको मनमा चाहिँ अब जसरी उहाँहरूले साथ दिनुभएको छ उहाँहरू तपाईँ न दाइ न भाइ तर एउटा नेपाली भएको हिसाबले त दिनुभयो नि त यति खुसी लागेको छ होइन उहाँहरू मेरो दाइ पनि होइन उहाँहरू मेरो भाइ पनि होइन तर आफ्नो मान्छेले मलाई दुःखमा साथ दिनु भएन उहाँहरूले मलाई धेरै साथ दिनुभयो म एकदम खुसी छु जस्तो मेरो छोरीले दुःख पाएको छ होइन त्यो मान्छेलाई चाहिँ जसरी पनि कारबाही चाहिँ म कारबाहीमा चाहिँ उबारै छोड्छु म त्यो माथि तपाईँ त सिङ्गल मदर पनि हुनुहुन्छ म सिङ्गल मदर हो होइन र मेरो छोरीको यो जति यसले कुटाइ खाएको छ यो डक्टरी चेक सबै उसको त्यो एजेन्टले गर्नुपर्छ र यसको के सामान छुटेको छ त्यो सामान दिलाइदिनुपर्छ र कति महिनाको पैसा दिएको छैन होइन त्यो जति पैसा नेपालमा पठाएको छ त्यो कागज मलाई देखाउनुपर्छ त्यो भन्न चाहन्छु। मैले मेरो साउलाई कागज दिएन भनेको कागज दिएन म नेपाल जान्छु मेरो कागज दे भनेर भने मैले आउने बेलामा भने अनि दिएन मलाई कागज ल दिन्छु भन्यो त्यसपछि गाडीमा राख्यो त्यसपछि एकैचोटि एयरपोर्ट पुऱ्यायो। तपाईँको छोरीको हालत यस्तै थियो कि हामीले अहिले देख्दा मात्रै अलिकति सामान्य व्यक्तिभन्दा फरक छ नि उहाँको शैली? म जाँदाखेरि यस्तो हात्ती जस्तो थिएँ होइन मेरो छोरी जाँदाखेरि कस्तो थियो र आउँदाखेरि कस्तो छ भने त्यो मलाई पनि थाहा छ होइन मेरो छोरी कस्तो थियो र के थियो आमालाई थाहा छ र मेरो छोरी अहिले चाहिँ धेरै कस्तो डिप्रेसनको शिकारै भएछ होइन। अब यो जिम्मेवारी को हुन्छ त अब यो कि नेपाल सरकार हुने हो कि एजेन्ट हुने हो कि होइन यो मेरो छोरीको शरीरको यो मेरो छोरीको जिन्दगीको को हुन्छ होइन। अब नेपाली जनताहरू जति हाम्रो नेपालको होइन नेपालको जनताहरूले जति जनताहरूले हेर्नुभएको छ यो भिडियो होइन उहाँहरूले के भनेर भन्नुहुन्छ ठिकै छ सरकारले हेर्नुहुन्छ कि यसको लागि होइन र एजेन्टले हेर्नुहुन्छ कि यसको लागि अब मैले त के भन्नु सक्छु र म चाहिँ अलिक एकल महिला हो होइन मसँग पीडै छ होइन। तपाईँले एउटा घर पनि देखेको छैन साथै मैले नोटिस गरेको उहाँलाई पनि सोधेको पहिला थिएन भन्यो यो बहिनीको यहाँ खाल्टो छ यो सब खाल्टो टुटुल्का छ यसको टाउकोमा टुटुल्का छ खब्रै खबडा छ यहाँनिर हानेको कति हानेको सबै देखेको छु होइन। मेरो छोरीको जाँदा यस्तो थिएन होइन मैले मेरो छोरीलाई एकपल्ट झापड पनि हानेको थिइनँ मैले हरेक दुःख गरेर पालेको म एकल महिला नै हो होइन। 2टा छोरीलाई मैले सम्हालेरै राखेको थिएँ तर मैले नजा भन्दा भन्दै गएको मान्छे हो होइन। मेरो छोरीको मुखबाट पनि सुन्नुभयो होला होइन भन्छ होला अब जनताहरूले त भन्छ होला देखि जाने किन पठायो भनेर मैले पठाएको होइन होइन अब आफै गएको हो तर पनि उसले दुःख बुझ्यो नि त अब आमाको कुरालाई काटेर गएको छोरीले होइन अहिले पीडा भोगेपछि थाहा भयो नि त। ठिक छ तपाईँले एउटा छोरी लगभग आस मारिसकेको छोरी आज पाउनु भएको छ जो एयरपोर्टबाट आफ्नो इज्जत ढाक्नको लागि एउटा चेलीले कपडा दिनुभयो र राष्ट्रिय ट्रेड युनियन महासङ्घको संयुक्त पहलमा आज आफ्नो छोरी पाउनु भएको छ र नेपालीले एउटा चेली पाएको छ। सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूको यो काम सधैँ यस्तै रहोस् र तपाईँ जस्ता व्यक्ति त जो अलपत्र परेको अवस्था कसैले देख्छ भने यसरी नै आफूले लगाएको एक सरो लुगा भए पनि दिएर उद्धार गर्नु होला भन्दै बिदा चाहन्छु। नमस्कार। धन्यवाद।